एउटा सानो शहरमा सुनिल नामका एक व्यापारी थिए। उनको आफ्नै किराना पसल थियो। मेहनत र इमानदारीले गर्दा उनको पसल राम्रै चल्थ्यो। उनकी श्रीमती सीता र 2 साना बच्चाहरू थिए। परिवारमा खुसी थियो, तर सुनिललाई एउटा चिन्ताले सताइरहन्थ्यो। यदि आफूलाई केही भयो भने परिवारको के हुने हो? उनका साथी रामले धेरै पटक भनेका थिए, सुनिल, जीवन बिमा गराऊ, परिवारको भविष्य सुरक्षित हुन्छ। तर सुनिलले टाढिदिन्थे। केही हुँदैन, म छु नि, अहिले पैसा व्यापारमा लगानी गर्नु जरुरी छ। एक दिन सुनिल सामान किन्न अर्को सहर गए। फर्किने क्रममा बाटोमा भयानक बस दुर्घटना भयो। सुनिलको अचानक निधन भयो। यो खबरले सीता र बच्चाहरूको संसार नै उजाड भयो। केही दिन त छिमेकी र आफन्तले सहयोग गरे, तर बिस्तारै समस्या सुरु भयो। पसलको भाडा तिर्न बाँकी थियो। होलसेल व्यापारीले पैसा माग्न थाले। बच्चाहरूको स्कुल फिस तिर्न सकिएन। सीताले आफूसँग भएको गरगहना बेच्न थालिन्, तर त्यो धेरै दिन टिकेन। एक दिन राम सीतालाई भेट्न आए। उनले भने, भाउजू, सुनिलले जीवन बिमा नगराएकोमा मलाई पीडा भइरहेको छ। मैले धेरै पटक भनेको थिएँ। सीताले आँसु पुछ्दै भनिन्, हो दाइ, अहिले थाहा भयो जीवन बिमा कति आवश्यक रहेछ। त्यो त हामी नहुँदा पनि हामीले जस्तो साथ दिँदै सहारा रहेछ। बाध्य भएर सीताले पसल बेच्ने निर्णय गरिन्। बच्चाहरूको पढाइ पनि छुट्न थाल्यो। परिवारमा कहिले नबिटिने चिन्ता र अभाव छायो। यसरी एउटा अनमोल जीवनको कथा मात्र बाँकी रह्यो, तर त्यो जीवनले गर्नुपर्ने जिम्मेवारी अधुरै रह्यो। यस कथाबाट हामीले के सिक्नुपर्छ भने, जीवन बिमा भनेको मरेपछि मिल्ने पैसा मात्र होइन। यो हामी नहुँदा पनि हाम्रो परिवारले सहारा दिने एउटा भरपर्दो माध्यम हो। खास गरी व्यापारीहरूको लागि यो झन बढी आवश्यक छ, किनकि उनीहरूको अनुपस्थितिमा व्यापार मात्र होइन, पुरै परिवारको भविष्य अनिश्चित हुन सक्छ। त्यसैले आज सोच्नुहोस् र आफ्नो परिवारको भविष्य सुरक्षित गर्नुहोस्। तपाईलाई यो कथा कस्तो लाग्यो? मन पर्यो भने लाइक गर्नुहोस्, साथीभाइ समक्ष पुर्याउन शेयर गर्नुहोस्। साथै यस्तै वास्तविक घटनामा आधारित कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिच्नुहोस्। यो भिडियो अन्तिमसम्म सुनिदिनु भएकोमा धन्यवाद।